यो मेकअप कम्प्लिट गर्नलाई मैले कति कति स्ट्रगल गरेको छु भन्ने कुरा तपाईले मेरो यो भिडियोमा पुरा हेरिदिनु होला। एकदम त्यहाँबाट थाहा पाउन सक्नुहुन्छ कि हाम्रो काम कतिको गाह्रो छ है। यसमा मैले सबै डिटेल हाल्दिएको छु, हेर्नु होला है साथीहरु। हेयरको सामान हो अनि आइरनहरु बोक्नु पर्ने हुन्छ र मेकअपको सामान, फेरि यो पनि मेकअपकै सामान हो है। यसरी मेकअपको सामान हो र मेरो सामान बोक्ने झोला चाहिँ हेर्नु होला। हाम्रो गाउँघरमा चाहिँ यस्तै छ है। बोकेर हिँड्ने खालको अवस्थै छैन। हाम्रो बाटो अलिकति गान्ड्राङ गुन्द्रुङ हुन्छ। अनि आजको यात्रा चाहिँ धुपसम्मको मेरो है। एभ्रिवान लाउरे बाटो लाग्यो है। मेरो केटीहरूलाई चाहिँ यहाँ छोडिदिएर गइरहेको छु। यहाँ काम हुँदैछ है, ल्यासेजहरू हुँदैछ। आज धुपसम्मको यात्रा हो। बाई। के देखाइदिनु? लुती। बाई, राम्रोसँगले जाऊ ल। ल शुभ यात्रा। अब मलाई कस्तो देखिरहेछ, लाज हुँदैन? भोलि 5 बजे आइपुग्छु होला। 5-6 यहाँ पछाडिपट्टिको बाटोबाट जाँदैछ। यता प्रजल दाइको घर छेउमा गाडी छ, त्यही गाडीमा धुपु गाडी हो। टाइम किट्न मन नहुने मान्छे सुरुमा हो है। अनि त्यसपछि अरू त हुनु न होला, अरू त रमाइलो गर्नु। गाउँघरको बिहे है, हामी यहाँ तल रहेछ बेहुलीको घर। बाटो यस्तो बाटो हेर्नु होला। अब हामी अलभित्र जाँदैछौँ। यहाँ रेडी भनेपछि बित्तिकै मेजबान पाइयो है। खाजा खाँदै हो है। आज चाहिँ भोलि बिहान चाहिँ बिहान उठेर मेकअप गर्नुपर्छ। मिलाउँदै यता चाहिँ माला हुँदै हुन्छ उहाँले चाहिँ है। यसो कपाल मिलाएर जस्तो गर न। मलाई हेरेर हाँस ल। यता मलाई हेरेर हाँस त। यता हेर न, हाँसिदेऊ। मेरो चाहिँ यहाँ काम सकेर बिहान बिहानै म फर्किसकेँ है। बेहुलीको मेकअप गरेर यस्तो उकालो गर्नुपर्छ है। गाह्रो छ। बेहुली घर आइपुग्यो है। यही घरको बेहुलीको हो क्या। माथि ना कसरी जान्छ होला नि। साइज एभ्रिवान, म धुपुमा मेकअप गरेर बिहानै अहिले 6:30 बजे आइपुगेँ। अब यहाँ फेरि अर्को ब्रान्ड मेकअप छ मेरो है। अनि ब्रान्ड मेकअप पछि अरू सिम्पल मेकअप पनि छ। अब सबैको भिडियो खिच्नु आउँछ आउँदैन आई डोन्ट नो है। आउँदैछ बेहुली चाहिँ भर्खर आइपुगेँ। गरेर भुत्तुकै भएको छ। अब तातो पानी खाने अनि काम सुरु गर्छु है त।